कुलमान घिसिङदेखि थुरथुर भएको ओली सरकार आज बानेश्वरमा काँडे तारको पर्खाल ठड्याएर निषेधित क्षेत्रको पहरा गर्न उभियो। यतापट्टि कुलमानका समर्थकहरू आगो ओकलिरहेका थिए। कुलमान हटाएको झोकमा काँडे तारका पर्खाल उखेलेर फाल्दिउँ झैँ गरी युवाहरू जोसिएका थिए। बिचरा प्रहरीसँग युवाहरूको के रिस थियो र तथापि उनीहरू प्रहरीको अनुहारमा ऊर्जा मन्त्री दीपक खड्का र प्रधानमन्त्री ओलीको आकृति देखिरहेका थिए र बार बार प्रहरीसँग ती युवाहरू झम्टिरहेका थिए। कुलमानमाथिको आक्रमणपछि ओली सरकार बानेश्वरमा मात्रै होइन, नेपाल विद्युत प्राधिकरणको कार्यालय रत्नपार्कमा पनि हाई अलर्टमा थियो। ठुलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। जनस्तरबाट आइरहेको रियाक्सन रिपोर्टिङ गर्न सादा पोसाकमा पनि उत्तिकै मात्रामा प्रहरी र जासुसहरू परिचालन गरिएका थिए। सडकमा मात्रै आज 1000 भन्दा बढी प्रहरी कुलमान विशेष घटनामा परिचालित थिए। अरू 1000 प्रहरी फौज भइपरि आउन सक्ने परिस्थितिका लागि हाई अलर्टमा रहेका थिए भन्ने खबरहरू प्रहरी उच्च स्रोतले दिएको छ। कुलमान हटाउने सन्दर्भमा गृहमन्त्री रमेश लेखकको समर्थन थिएन। मन्त्री परिषदको बैठकमै समेत उनले फरक मत राखेका थिए। फलत ग्राउन्ड जिरो रिपोर्टिङका लागि आइजिपीलाई प्रधानमन्त्रीबाटै विशेष किसिमको आदेश थियो भन्ने बुझिएको छ। अर्थात् प्रधानमन्त्रीले गृहमन्त्रीलाई क्रस गरेका छन्। हिजो राति मन्त्री परिषद बैठकले गरेको कुलमान घिसिङलाई सिइओबाट हटाउने सम्बन्धी खबर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा यो विषयले गरमागरम अवस्था सिर्जना गर्यो। कुलमानका पक्षमा सत्तारूढ दलका सक्रिय नेता कार्यकर्ताहरूले समेत सामाजिक सञ्जालहरूमा स्टाटस ठोक्दै सरकारमाथि धारे हात लगायो। काङ्ग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले त विपक्षीले जस्तै कडा शब्दमा उक्त निर्णयको विरोध नै जनाए। यसरी सामाजिक सञ्जाल पुरै सरकार विरुद्ध उल्टिएको देखेर आज सडकमा ओली सरकारले प्रहरी तैनाथी बढाएको थियो। सामाजिक सञ्जालमा फैलिएको आक्रोश देख्दा आज 10,000 मानिसहरू स्वस्फूर्त सडकमा बिहानैदेखि उत्रने र सरकार विरुद्ध नाराबाजी हुने आकलन गरिएको थियो। सोही अनुमानसहित प्रहरीको तैनाथी बढाइए पनि सडकमा प्रदर्शनकारीहरूको संख्या 2-3 हजार भन्दा माथि उक्लिन सकेन। आजको घटनाले देखाउँछ जनतामा सडक प्रदर्शन प्रति खास आकर्षण छैन। सामाजिक सञ्जालमा कराउनेहरू सडकमा देखिँदा रहेनछन्। सामाजिक सञ्जालको आक्रोशको प्रभाव सडकमा देखिँदो रहेनछ। कुलमान घिसिङको हकमा यही देखिएको छ। 18 घण्टे लोड सेडिङको मार खेपेर हत्तु भएका जनतालाई 24 घण्टा प्रचुर बिजुली उपलब्ध गराउन जादुमय भूमिका निभाएका कुलमान घिसिङलाई जनताले स्वस्फूर्त उज्यालोका नायक बनाइदिएका छन्। तर सोही अनुसारको जनताको सहभागिता सडकमा चाहिँ देखिएन। अझ यो आन्दोलनमा ऐक्यबद्धता जनाउन रासोपाका सांसद सुमना श्रेष्ठ पनि पुगेकी थिइन्। माओवादी समर्थित वाइसिएलका युवाहरू पनि बानेश्वरमा भेला भएका थिए। प्रदर्शन कमजोर बनेको धेरैको बुझाइ छ। यद्यपि ओली सरकार एकजना मामुली कर्मचारीसँग कति डराएका रहेछन् भन्ने गएको 24 घण्टाको घटनाक्रमले बताउँछ। कुलमान हटाउन प्रमुख 3 दलका नेताहरूकै समर्थन थियो कि भन्ने भ्रम जनमानसमा छर्नलाई प्रचण्डलाई मन्त्री परिषद बैठक अगाडि टीआरसीका सन्दर्भमा छलफल गर्न भन्दै बैठकमा डाकेका थिए। बैठक तोकिएकै विषयमा केन्द्रित पनि थियो। प्रधानमन्त्री केपी शर्मा ओली, काङ्ग्रेस सभापति शेरबहादुर देउबा, माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरू बैठकमा सहभागी थिए। मन्त्री परिषदको बैठकपछि कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णय मिडियाहरूमा सार्वजनिक भयो र मानिसहरूमा भ्रम सिर्जना भयो कि कुलमान हटाउन प्रचण्डले पनि समर्थन जनाए, जबकि कुलमान हटाइँदैछ भन्ने विषय प्रचण्डको जानकारीमा समेत थिएन भन्ने सचिवालयको दाबी छ। मन्त्री परिषद बैठकपछि पनि सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले हामीले कुलमान घिसिङलाई बर्खास्त गर्यौं भनेर भन्न सकेनन्। पत्रकारले सोधेको प्रश्नमा पनि त्यस्तो निर्णय नभएको सन्देश जाने गरी जिब्रो चपाए। कुलमानकै कारण होस हवास उडेका एउटा बर्खास्तीको निर्णय समेत सुनाउन मुटु कमाउनु पर्ने स्थिति ओली सरकारको छ। त्यति मात्रै होइन, सत्ताधारी काङ्ग्रेसका 2 महामन्त्रीले त निर्णयको विरोध नै गरेपछि कुलमान हटाउने मन्त्री परिषदको निर्णयमा अहिलेसम्म प्रमाणीकरण हुन सकेको छैन। मुख्य सचिवले मन्त्री परिषदको निर्णयहरूलाई प्रमाणीकरण गरेपछि मात्रै कार्यान्वयनमा जान्छ। तर सरकार डराएकै कारण अहिलेसम्म बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन। फलत कुलमान घिसिङ पत्रको पर्खाइमा घरमै छन्। उता नयाँ नियुक्ति पाएका हितेन्द्र देव साक्य पनि पत्र नपाएकै कारण विद्युत प्राधिकरण हाजिर हुन पाएका छैनन्। विद्युत प्राधिकरण प्रहरीको सुरक्षा पहरामा छ। प्रहरीको तैनाथी बानेश्वर, माइतीघर र रत्नपार्क क्षेत्रमा बाक्लै छ। त्यसमाथि अहिले राजावादीहरू समेत सलबलाइरहेको अवस्थामा यस्ता अलोकप्रिय निर्णयहरूले सरकार थप चुनौतीको पहाडमा उभिएको देखिन्छ। प्रदर्शनमा सहभागीहरूले पनि अब सरकारको आयु धेरै दिन नरहेको जिकिर गरेका छन्। एउटा कर्मचारी हटाउन र आफ्नो मान्छेलाई नियुक्ति दिन तल्लो स्तरमा झरेको ओली सरकारको छिट्टै अवसान हुने उनीहरूको भनाइ छ। ऊर्जा मन्त्री दीपक खड्काको एकल स्वार्थ र लेडी
ढिपीका कारण सरकारले यस्तो अलोकप्रिय निर्णय लिनु परेको कतिपयको बुझाइ छ। त्यसमाथि ओलीलाई पनि कुलमान हिरो बनेको सुन्न सकस परिरहेकै थियो। यही मौकामा आफ्नो सालो नाता पर्ने हितेन्द्र देवसाक्यलाई प्राधिकरणको सिइओ बनाउने अवसर पाएका छन् ओलीले। तर ओली सरकारको यो निर्णय अदालतले उल्टाउने सम्भावना पनि ज्यादा देखिन्छ। खराब भनिएका पात्रहरूलाई राज्यका उच्च ओहदाहरूमा लाने, खास गरी माफियाद्वारा सञ्चालित भयो यो सरकार, त्यसको विरुद्धमा हामी सडकमा आएका हौँ। कुलमान घिसिङको बर्खास्तीलाई फिर्ता गर्न जोरदार अपिल गर्छौँ। यो सरकारले सुन्दैन भनेदेखि हामी चरणबद्ध रूपमा कार्यक्रमहरू सार्वजनिक गर्छौँ। कुलमान घिसिङ आफू प्रमाणित भएको कुरा नेपाली जनताले देखिराखेको छ। 18 घण्टासम्म लोड सेडिङ हुने हामीकोमा जे चलन थियो त्यसलाई अन्त्य गरेको नेकपा माओवादी केन्द्रको सरकारले हो र त्यो कार्यकारी निकायमा कुलमान घिसिङलाई नेकपा माओवादी केन्द्रले लगेको हो। अहिले हामी बिजुली बेच्ने अवस्थामा छौँ र महिनाको अरबौँ रुपियाँ बिजुली बेचेर हामीले राष्ट्रका निमित्त बजेट बनाइराखेका छौँ। त्यस अर्थमा कुलमान घिसिङमाथिको जो ज्यादती राज्यको छ, सरकारको कुलमान घिसिङमाथि जे ज्यादती गरेको छ, यसको खिलाफमा हामी सडकमा आएका हौँ। मान्दैन सरकारले भनेदेखि यो सरकारले आन्दोलन थ्याक्न सक्दैन। हामीलाई के लागिराखेको छ भने उहाँहरू अब भाग्ने दौडमा हुनुहुन्छ। त्यसै कारण उहाँहरू गलत काम गर्दै हुनुहुन्छ। यो जुन निन्दनीय काम उहाँहरूले गर्नु हो, यो घोर भर्त्सना हामी गर्छौँ। सम्पूर्ण नागरिकका तर्फबाट पदच्युत गर्नुपर्ने व्यक्ति सम्माननीय प्रधानमन्त्री हो। पदच्युत गर्नुपर्ने व्यक्ति पुष्पकमल दाहाल विपक्षी दलको नेता हो र पदच्युत गर्नुपर्ने व्यक्ति नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवा हो। त्यसै कारण ती पार्टीका दोस्रो तहका राष्ट्रवादी र देशभक्त साथीहरूलाई यो जुन गलत निर्णय अहिले सरकारले गरिराखेको छ, यो गलत निर्णयका विरुद्धमा विद्रोह गरेर देशका पक्षमा आवाज उठाउनका लागि हामी विनम्रतापूर्वक आग्रह गर्दछौँ। यो भारतले बनाएको, यो भारतलाई धन्यवाद दिनुपर्छ। म सञ्चार मन्त्री खड्काजीलाई भन्न चाहन्छु, बाल मन्दिरमा तिर्न बाँकी भाडा यो हप्ताभित्र तपाईँले तिर्नु भएन भने तपाईँको घरमा दोसर लगाउँछौँ, तपाईँको गाजीमा आगो लगाउँछौँ। तपाईँलाई संरक्षण गर्ने केपी ओली, तपाईँले संरक्षण गर्ने देउवा र क्याबिनेट बैठकमा सम्बन्धित मन्त्रालयको मन्त्रीले लिएको प्रस्ताव पारित गर्नुपर्छ। कुलमान देशलाई चाहिँदैन भन्ने आर्जु देउवाहरूलाई अब हाम्रा नेपाली चेलीहरूले, साहसी चेलीहरूले सडकमा चुलचुलको चुतेर सडकमा घिसारेर पानेश्वर कटाउने दिन आउन सक्छ। ए कुलमान त्यसको काट्दैन बत्ती किन दिएको भनिन्छ। तर ती चोरहरूले 18 अर्ब 22 अर्ब 22 अर्ब, हजार होइन क्या, 100 होइन भने, लाख होइन भने, करोड होइन भने, अर्ब तर छोडिहाल्ने एक केटो छोडिहाल। त्यसैले अब अनि त्यस्तै हो। 84 सालमा यो दीपक खड्का केपी ओलीलाई यदि जनताले भोट हाल्यो भने जनता हो, ख्याल गर, तिम्रो पनि जनताको निशाना पर्ने निश्चित छ।